साथीहरु सबैजनालाई स्वागत छ मेरो न्यू डे अनि न्यू भ्लगमा। अनि अहिले चाहिँ हामी बेलबारतिर लागिरहेका छौं हैन कान्छी। अनि एक कान्छीहरु भाउजूहरु प्रशंसा माइजू अनि उता हाम्रो दिदी चाहिँ अलिक बिरामी हुनुहुन्छ नि, दिदीलाई त्यसैलाई पानी लाउनलाई गएको है। आज चाहिँ अब छोटो भ्लग आउँछ अनि 3 बजेतिर चाहिँ हामी जाँदै छौं अनि यसो बजारतिर आएर घुमफिर गर्नलाई। हैन प्रशंसा के छ भन्नु? तिमी चाहिँ किन गएको भन त, भन न के गर्नलाई भन न यहाँ भ्लगमा। वाउ फेरि उता चाहिँ अब प्रशंसाको चाहिँ हैन किराले दाँत खाएछ हैन, धेरै गुलियो खाएको अरे लुकी लुकी। निनीले नदेखि चटपेटे अनि गुलियो विदेशी चक्लेटहरु खाएर दाँत सबै फाक भइसकेछ। तपाईहरुलाई नि म भन्न चाहन्छु हैन, तपाईहरुले चाहिँ अनि दाँत चाहिँ सफा राख्नु होला हैन, चटपटेहरु नखानु होला। आफ्नो आमा बाउ आफूभन्दा ठुलो मान्छेले भनेको कृपया मानिदिनु होला। अहिले हेर त यतिको भर्खर 13-14 वर्षको उमेरमा दुईटा दाँत उखाल्नु पर्ने अवस्था छ भनेपछि कति नराम्रो हुन्छ है। त्यसै कारणले गर्दाखेरि हैन प्रशंसा टक्कसँगले डाक्टरकोमा गएर राम्रो सल्लाह लिनु। यस्तो चाहिँ एकदमै आज चाहिँ घाम लागेको छ, एकदमै गर्मी छ। यहाँ चाहिँ अहिले हस्पिटलमा यसो छौँ। दिदी चाहिँ यहाँ सिलिन पानी लाउँदैछ है। दिदी चाहिँ बिरामी भन्दा पनि अलिक कमजोरी हुनुभएछ अनि यहाँनिर सिलिन पानी लाउँदैछ दिदीलाई।